हामी भरत सर यहाँलाई आजको यो विशेष संवाद कार्यक्रममा स्वागत छ। धन्यवाद सर। आज मर्यादित सहकारी समुन्नत समाज भन्ने नाराका साथ 68औं सहकारी दिवस सर्लाहीमा पनि भव्य रूपले मनाइएको छ। कसरी कसरी मनाउनु भयो यहाँहरूले आजको सहकारी दिवस? सर्लाही जिल्लामा यो 68औं राष्ट्रिय सहकारी दिवस मर्यादित सहकारी समुन्नत समाज जुन हाम्रो राष्ट्रिय सहकारी महासंघले एउटा थीम दिएको थियो, त्यो थीमको आधारमा देशैभरि मनाएको हो। त्यसमा सर्लाही जिल्लाले पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ, जसमा कविलासी नगरपालिकामा नगरपालिकाले आयोजना गरेको थियो हरियवनमा र मलङ्गमामा विशेष गरिकन जिल्ला बचत तथा ऋण सहकारी संघले को आयोजनामा चाहिँ हामीले पुरा जिल्लाभरका विभिन्न उद्देश्य भएका संघ संस्थाहरूको उपस्थितिमा र हाम्रो मन्त्री हुनुहुन्छ थियो कौशल किशोर यादव, श्रम तथा रोजगार यातायात मन्त्री, त्यस पछाडि सिडिओ साहबको विशेष आतिथ्यमा यो कार्यक्रमहरू सम्पन्न भएको थियो। त्यसमा नगर परिक्रमा हामी गऱ्यौँ। त्यस पछाडि हामी कुन सभा गरेर अनि हलमा विभिन्न अहिलेसम्मको उपलब्धि, चुनौती र आउँदो भविष्य सहकारीको के हुन सक्छ यो विषयमा चाहिँ हामीले चर्चा गरेका थियौँ। यहाँहरूले यो 68औं सहकारी राष्ट्रिय सहकारी दिवस मनाइरहँदा जुन कस्तो खालको विगत र अबको आशा विषयमा जस्तै मैले जोड्न खोजेको छु, अहिले सहकारी प्रति विद्वेषमा पैदा भएको अवस्था छ नि, होइन? यो सहकारी दिवसले दिन खोजेको सन्देश चाहिँ के हो? यसमा के हो भने चाँडै हाम्रो पुरै बुझिन्छ। मर्यादित सहकारी पहिला जस्तो ब्याङ्क बन्ने अथवा यताउति गरेर काम गर्ने गरी होइन, एउटा सहकारीको सिद्धान्त अनुसारमा सहकारी सञ्चालन गर्ने र त्यो सहकारी मर्यादित हुने र त्यस पछाडि त्यसका सदस्यहरू पनि समुन्नत हुने, अनि मात्र चाहिँ समुन्नत समाज र मर्यादित सहकारी सम्भव छ। सहकारीमा विभिन्न यहाँ बेलामा जुन हामीले लगभग 29 सालदेखि सहकारी अभियानमा काम गरिरहेको अवस्था छ र त्यो बेलामा हामीसँग जिल्ला सङ्घ, बचत सङ्घ, विभिन्न उद्देश्यका सङ्घहरू थिएन, राष्ट्रिय सहकारी ब्याङ्क थिएन, नेप्सकोन थिएन। अहिले गएर हामीले सहकारी महासंघदेखि हाम्रो राष्ट्रिय सहकारी ब्याङ्क, त्यस पछाडि नेप्सकोन, होइन, बचत तथा ऋण सहकारीको अब के काठमाडौँमा हाम्रो सङ्घ छ नेप्सकोन, नेपाल बचत तथा ऋण केन्द्रीय सङ्घ, सबै स्थापना भइसक्यो। हामी यो उचाइसम्म अहिले पुगिसकेको अवस्था छ अहिलेसम्म। तर वास्तवमा विभिन्न बेलामा चुनौती, त्यसभित्रमा पनि घुसपाटहरू भयो। विगतमा शहरी क्षेत्रमा धेरै जसो सहकारी अभियानमा घुसपैठियाहरूले घुसपैठ गरेर सहकारीलाई बदनाम गर्ने काम गर्ने, ठगी गर्ने काम पनि गरेको अवस्था छ। उनीहरूले ब्याङ्कमा सेयर लगानी गर्ने, ल्यान्ड खरिद बिक्रीतिर जानेले गर्दाखेरि सहकारीहरू असफल, केही सहकारीहरू असफल भएको छ। तर केही सहकारीहरू खराबै दशहरा छ, राजश्री छ, सगुन छ, चमेली त्यत्रो काम गरेका छन्। त्यसकारणले गर्दाखेरि यो केही व्यक्तिहरू घुसपैठ गरेर सहकारीले बदनाम गर्ने काम गरेका छन्। तर सहकारी जुन दिन समाप्त हुन्छ त्यो दिन देशको अर्थतन्त्र धराशायी हुन सक्छ। त्यसैले सहकारीको आवश्यकता बुझेर संविधानमा तेस्रो खम्बाको रूपमा सहकारीलाई लिएको छ र संविधान अर्थतन्त्रको तेस्रो पिलरमा एउटा पिलर भनेको सहकारी हो भनेर संविधानमा गरेको छ। र समाजवाद उन्मुख गणतन्त्रको विकास, समृद्ध नेपाल सुखी नेपालीको नारा दिएको कारणै हो कि सहकारी मार्फत देशका गरिब जनता, विपन्न वर्ग, किसानलाई आर्थिक समृद्धिमा लैजाने काम गर्नुपर्छ। भरत सर, अब तपाईँ जिल्ला सहकारी सङ्घ सर्लाहीको उपाध्यक्ष पनि हुनुहुन्छ, होइन? त्यस्तै तपाईँ चाहिँ राष्ट्रिय सहकारी बैङ्कको लघु वित्त तथा उद्यम उपसमितिको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। ब्याङ्क चलाइरहँदा पछिल्लो समय सहकारीले बचतकर्ताको बचत अपचलन गर्ने अथवा बचतहरू हिनामिना गरेर भाग्ने, होइन, र त्यस्तोको खोजीमा चाहिँ खासै कसैले चासो नदिने यो प्रक्रिया बढिरहेको छ। जस्तै लोकप्रिय सहकारी लालबन्दीको एउटा सहकारी भाग्यो, होइन? त्यसमा चाहिँ अब तपाईँहरूको सङ्घले चाहिँ के भूमिका खेल्छ, कसरी खेल्छ? यसमा यस्ता गतिविधि हुँदाखेरि हाम्रो यहाँनिर जुन सङ्घहरू छ त्यो सङ्घ र सरकार, स्थानीय सरकार र प्रशासनले मिलेरै सहकार गरेर जाँदा राम्रो। अब आफ्नै आफ्नै तरिकाले गरेका छन्। तर यहाँलाई मैले आग्रह गरेँ, मलङ्गमामा सुविधा सहकारी जुन बेलामा यो बन्द भएको अवस्था थियो
त्यहाँ पनि राजश्री सहकारीबाट त्यो व्यक्तिको नाउँमा 5 करोड रुपियाँ ऋण लगानी गरेर त्यो संस्था अहिले पनि सञ्चालनमा छ। धेरैको बचतहरू फिर्ता भइरहेको अवस्था छ। त्यहाँ अडिट पनि गरेका छन्। अहिले संस्था दिनरात खुलिरहेछ। त्यस्तै केही संस्थाहरू अब बाइपासमा त्यस्तो बन्द भएको अवस्था छ, त्यस्तालाई मुद्दा चलाइएको छ र उसको पनि त्यहाँनिर यदि उनीहरू आफै सदस्य सञ्चालकहरू आउँछ कि हाम्रो संस्थालाई एक्टिभ गर्नु छ भनेर यदि उनीहरूले एकाउन्टिङ अडिटिङ गरायो भने अहिले पनि सहकारी ब्याङ्कले ऋण परिचालन गरिदिन्छ र बचत फिर्ता गरेर ऋण असुली गरेर फेरि आफ्नो ऋण असुल गर्न सक्छ। अहिले सहकारी ब्याङ्क भएपछि कसैलाई चिन्ता गर्नु पर्दैन। उसले त ऋण दिन्छ तर समिति एक्टिभ हुनु पर्यो, सञ्चालक एक्टिभ हुनु पर्यो, संस्थालाई सञ्चालनमा राख्नु पर्यो। संस्थै बन्द भएपछि त कसैलाई हेर्दैन, मान्छे डराएर सिधै भाग हुन्छ। र अहिले सबै जनताको बचत फिर्ता गरिसके पछाडि मिलापत्र गर्ने पनि कानुन बनिसकेको अवस्था छ। त्यसकारणले गर्दा सर्लाहीमा त्यस्तो घटना सायद हुँदैन। हामीले चाहन्छौँ कि त्यस्तो हुनु पनि हुँदैन। त्यसकारणले यदि भयो भने पनि राष्ट्रिय सहकारी ब्याङ्क छ, यहाँ जिल्लामा पनि नेक्सकोन छ र विभिन्न ब्याङ्क वित्तीय संस्थाहरूले पनि लगानी गरेर ती बचत फिर्ता गर्ने र ऋण असुल गरेर आफ्नो लिने। तर सञ्चालक एक्टिभ हुनुपर्छ। सञ्चालक चाहिँ अपडेटमा हुनैपर्छ, अडिट अपडेट हुनु पर्यो, सबै लेखाहरू कम्प्लिट गरेको हुनु पर्यो, त्यो हुन्छ। अब त्यसको लागि विशेष गरिकन राज्यले अहिले सहकारी प्राधिकरण पनि गठन गरिसकेको छ। यसमा 25 करोडभन्दा माथि बचत गरेका संस्थाहरू राष्ट्र ब्याङ्कको अन्डरमा जाने कुरा आइरहेछ। त्योभन्दा तलका संस्थाहरू, बचत तथा ऋण गर्ने संस्थाहरू प्राधिकरणमा जान्छ र प्राधिकरणले त्यसलाई अनुगमन गर्छ। अडिटरहरू, चार्टर्ड एकाउन्टेन्टहरू राखेर अनुगमन गर्ने, पत्रचार गर्ने, सुधार गरी जानकारी पठाउने जस्ता कुराहरू गर्दै गरेर सहकारीलाई अगाडि बढाउने कामहरू गर्छ। र अबको भविष्यमा त्यस्ता घटनाहरू सायद आउँदैन होला। यो फिल्टरिङ भइरहेछ अहिले। यो सहकारी देशको तेस्रो आर्थिक खम्बा यहाँले नै भन्नुभयो होइन। यो नारा लागेको निकै वर्ष नै भइसक्यो होइन। संघीयतापछि सहकारीलाई आर्थिक खम्बा, थर्ड पिलर भनेर भनिन्छ। तर त्यो अनुरूप सहकारीहरूले, यहाँका सहकारीहरूले तपाईँहरूले गर्नुभयो होला। कति सहकारीहरूले आफ्नो यो सामाजिक उत्तरदायित्व पनि पूरा गरेको देखिँदैन, नाफा कमाउनेतिर मात्रै लागिरहेका छन् होइन। र अर्को कुरो जस्तै अब ऋण दिने नाममा जबरजस्ती चाहिँ ऊहरू लिलाम गर्ने, सम्पत्तिहरू, अचल सम्पत्तिहरू लिलाम गर्ने प्रक्रियाहरू पनि बढिरहेको भन्ने छ। तपाईँहरू सङ्घमा भएको जिम्मेवार व्यक्तिहरू हुनुहुन्छ। यस्तो भइरहँदा, सहकारीमा लापरवाही भइरहँदाखेरि तपाईँहरूले नियमन गर्न चाहिँ किन नगर्नुभयो? यसमा के हो भने सहकारी स्वतन्त्र निकाय हो, उसको साधारण सभा बनेको अन्तिम सर्वोच्च निकाय हुन्छ। हामीले अनुगमन गर्ने होइन, हामीले अनुरोध गर्ने हो नीतिगत हिसाबले सञ्चालन। मैले यहाँलाई उदाहरण गरेँ, सर्लाहीमा 24 वर्षदेखि चमेली बचत ऋण सहकारी संस्था खुलेको छ। त्यसमा जम्माजम्मी अहिलेसम्म 12 जनाको जग्गा लिलाम भएको छ। तर अहिले पनि उसको नाति पनातिलाई पनि फिर्ता गरेको अवस्था छ। त्यसको जग्गा लिलाम गरेर अर्कातिर बेचिदिने, दयामाया गर्ने काम गरेकै छैन अहिलेसम्म। 24 वर्षमा 10-12 जना। जबकि त्यो जग्गा लिलाम किन गर्ने, अर्कालाई किन दिने, त्यस्ता काम गरेको छैन र गर्नु पनि हुँदैन। संस्थाले राखिदिने, पछि उसको आर्थिक अवस्था सुध्रियो भने लान पाउने व्यवस्था चाहिँ गरिदिनु पर्ने हो। त्यस्तै अनुगमनको कुरा गर्नुहुन्छ। अनुगमनमा स्थानीय निकाय जसको अन्डरमा चाहिँ सहकारी छ, प्रदेश सहकारी छ, त्यस्तै अब सङ्घीय सहकारीहरूले अनुगमन गर्ने हो। त्यहाँका जिल्ला सङ्घ र बचत सङ्घलाई लिएर हामी सहकारी सङ्घलाई अधिकार त्यस्तो छैन कि आफै गएर अनुगमन गर्ने। अब प्राधिकरणले चाहिँ त्यो सहजीकरण गर्नलाई अनुरोध गर्यो भने जिल्ला सङ्घ, बचत सङ्घ, विभिन्न सङ्घहरूले अनुगमनमा सहयात्री गरेर अनुगमन पनि गर्छ। भरत सर, अर्को कुरो म एउटा सानो प्रश्न जोड्न चाहन्छु यहाँ। जस्तै साहु महाजनबाट चर्को ब्याजमा पैसा लिनु परेपछि मान्छेहरू सहकारीमा सङ्गठित भए, सदस्य बने, बचत गर्न थाले होइन। जिल्लामा थुप्रै सहकारीहरू दर्ता छन्। मलाई थाहा भएसम्म 3 दर्जनभन्दा बढी सहकारी 3 वर्ष अगाडि नै थियो। अहिले त त्योभन्दा बढी भइसक्यो होला। यत्रो सहकारी हुँदाखेरि पनि यो मिटर ब्याजको समस्या चाहिँ किन समाधान नभएको? अब यसलाई मैले वास्तविक कुरा भन्दाखेरि तपाईँलाई याद होला कि हामी 29 वर्षदेखि यसमा यो अभियानमा छौँ। त्यो बेलामा ब्याङ्क वित्तीय संस्थाहरू थिएन। कृषि विकास ब्याङ्क थियो, वाणिज्य ब्याङ्क थिएन। तर त्यहाँनिर पनि धितो बजारमा र पहुँचको आधारमा ऋण दिने काम भयो। त्यस पछाडि के भयो भने जुन बाँकी व्यक्तिहरू थियो, मध्यवर्गीय किसान, विपन्न वर्ग, उनीहरू सामाजिक लेनदेनमा गए।
सामाजिक लेनदेनमा गएपछि त्यो बेलामा त 8 रुपियाँ 9 रुपियाँ सैकड ब्याज थियो है। एक वनको 1.5 मन 6 महिनामा दिने कुरा पनि हुन्थ्यो। त्यो प्रवृत्तिलाई कसरी हटाउने? म एउटा राष्ट्रिय सहकारी दिवसमै थिएँ। श्रीमान ज्यू आउनुभएको थियो त्यहाँ प्रमुख अतिथि भएर। उहाँले के भन्नुभयो भने 1 लाखको 4 लाखको तमसुक हुन्छ, हामीले बाध्यता छ कि 4 लाखकै फैसला सुनाउनु पर्छ, तपाईहरु केही गर्नुहोस्। सहकारी अभियानमा ऊ सदस्य बनिसके पछाडि बचत गरेर उसले ऋण दिन्छ। त्यो ऋण दिनु भनेको ब्याज यदि 2 रुपियाँ उसले 12% लियो, 15% लियो, 18 लियो, त्योसँग मतलब त हुँदैन। तर उसको स्प्रेड अहिले तोकिदियो 6% भन्दा बीचको ग्याप पनि बढी लिन पाउँदैन र त्यसको नाफा पनि त त्यही सदस्यको हो। त्यसकारणले त्यहाँ क्वेसन आउने कुरै होइन। अब ती सहकारीहरू, विभिन्न सङ्घ संस्थाहरू, बैंक वित्तीय संस्थाहरूले यहाँ क्याश फ्लो बढायो। त्यसबाट जसले सामाजिक लेनदेन गरेको थियो त्यसको धेरैको पैसा असुल भयो त्यो बेलामा। अब हाम्रो समाज केमा फसेको थियो? सामाजिक लेनदेनमा फसेको थियो। त्यो उत्पादनमा जाँदै गएन, किनभने उसले त पहिला महाजनलाई सघाउने, विदेश पठाउने, यस काममा लाग्यो। र अब चाहिँ त्यो सरकारले कानुन बनाइसके पछाडि सहकारी अभियानले उत्पादनमा जानुपर्छ र उसले स्थानीय उत्पादनमा, खालि इन्डियाबाट सामान ल्याउने बेच्ने यस्ता काम होइन। यहाँका तरकारी खेती, बाख्रा फार्म, च्याउ खेती, विभिन्न लोकल उत्पादन हामीले के गर्छौँ त्यो उत्पादनमा अब जानुपर्ने बेला भइसक्यो। त्यो जबसम्म जाँदैन तबसम्म स्थानीय सदस्यहरूको आर्थिक समृद्धि हुँदैन। अब मिटर ब्याजीमा गयो, मिटर ब्याजीमा जाने गयो, त्यसमा हामीले रोक्नै सक्दैनौँ। त्यो भनेको मैले भन्न खोजेको चाहिँ यतिको सहकारीहरू भइसकेपछि, सहकारीमा आबद्ध भइसकेपछि सहकारीले नै उहाँहरूको आवश्यकता पूरा गर्नुपर्ने हो। मिटर ब्याजमा पैसा लिनुपर्ने बाध्यता आउन नदिनुपर्ने हो नि सहकारी। यसमा मैले यहाँलाई आग्रह गरेँ, हाम्रो समाज अहिले पनि धेरै पछाडि छ, नबुझेको हो। सहकारी बुझाउन हामीले नसकेकै हो। सहकारी अभियानले आफ्ना आम जनतालाई, आफ्ना समुदायलाई सहकारी बुझाउन नसकेको। त्यसकारणले अहिले के गरेछ भने सहकारी शिक्षा, वित्तीय साक्षरता, अन्तर्क्रिया यी कार्यक्रमहरूलाई तीव्र गतिमा सहकारी संस्थाले अगाडि बढाइरहेछ। मेरो फेसबुकमा पनि हेर्नु होला, रेगुलर आइराखेको अवस्था छ। नबुझेको कारणले गर्दाखेरि त्यहाँ गएको यो कमी कमजोरी सहकारीमा स्वीकार्नुपर्छ कि हामी यत्रो वर्ष भयो किन हामीले सम्झाउन सकेनौँ। दोस्रो कुरा, उनीहरूलाई सहकारीमा गयो भने डर लाग्ने, त्यसलाई सहकारीमा गयो भने के होला भन्ने बुझ्ने। तर अहिले हामीले के गरेका छौँ भने हामीले गाउँ गाउँमा पठाएर गाउँ गाउँमै ट्रेनिङ दिन्छौँ उनीहरूलाई। अनि ट्रेनिङ दिएर समूहमा आबद्ध गराएर उनीहरूलाई उनीहरूकै नेतृत्वमा फेरि हुन्छ, केन्द्र प्रमुख उनीहरू हुन्छ, उनीहरूकै नेतृत्वमा अगाडि बढाएर हामीले अगाडि बिस्तारै क्रमशः ऋण दिएर उद्यमी बनाउने तर्फ अगाडि बढिरहेका छौँ। मेन दोषी भनेको वास्तवमा सहकारी सम्झाएर हामीले त्यो उतातिर गएको अवस्था छ। सबभन्दा पहिला त अब पुँजीको समस्या थियो, स्रोत हामीसँग थिएन। त्यसको लागि हामीले सहकारी ब्याङ्क स्थापना गरेर अहिले सहकारी ब्याङ्कले लगानी गरिरहेछ। जो सहकारीहरू यदि वास्तवमा राम्रोसँग काम गरिरहेका छन् त्यस्ता सहकारीको लागि साना किसान विकास ब्याङ्क, आरएमडिसी, पहिलाको आरएमडिसी अहिले साना किसान विकास ब्याङ्क, त्यस पछाडि एफएमडिबी, त्यस पछाडि आरएसडिसी, विभिन्न होलसेल गर्ने संस्थाहरूले पनि उनीहरूलाई ऋण सहजीकरण गर्ने काम गरिरहेको अवस्था छ। हजुर, अब एउटा दोस्रो कुरा, शिक्षा तालिमको आवश्यकता अहिले अब सहकारीहरूलाई ट्रेन गर्ने कुराहरू। अब यहाँ के छ भने सहकारीमा हामीले ट्रेन गर्छौँ, उनीहरूको आम्दानी कम हुन्छ, तलब दिन सक्दैन, अनि ब्याङ्कतिर जान्छ। यहाँनिर ड्रप आउट, कर्मचारी ड्रप आउटको समस्या हामीसँग छ ठुलो होइन। त्यसकारणले सहकारी सक्षम बनेन भने कसरी हामी कर्मचारीलाई राम्रो सुविधा दिएर राख्न सक्छौँ। त्यही भएर मर्जरको प्रक्रिया पनि अहिले सुरु भइसकेको छ। सर, अर्को कुरो जस्तै सहकारीलाई एउटा राम्रो बनाउन, व्यवस्थित मर्यादित बनाउनका लागि सहकारी कर्मीहरूको, सदस्यहरूको त महत्त्वपूर्ण भूमिका हुन्छ नै होइन। बडा राम्रो कुरा गर्नुभयो। सरकारसँग हामीले कहिले पनि माग्ने होइन। सरकारले हामीलाई खालि ज्ञान दिने कुरा गर्नुपर्छ, उसलाई अध्ययन भ्रमणमा पठाइदिने, उसको तालिम शिक्षाका प्रबन्ध गरिदिने, यस्ता उत्सवहरूमा सहकार्य गरिदियो भने, यदि त्यहाँका 25वटा 20वटा कुनै एउटा पालिकामा राम्रो सहकारीहरू फस्टाइदियो भने ट्याक्स पनि राज्यले असुल गर्छ नि। यदि सालको 2 लाख खर्च गर्छ भने 25 लाख 50 लाख रुपियाँ उसले ट्याक्स पनि असुल गर्न सक्छ। र सहकारी यदि त्यो नगरपालिकामा फस्टायो भने त्यो सहकारीले त्यो पालिकाको समृद्धिमा पनि ल्याइदिन्छ। र आज जुन अहिले नेगेटिभिटी समाजमा अहिले स्थानीय सरकारप्रति बढेको छ नि त्यो पनि घट्न सक्छ।
त्यसकारणले सरकारले गर्ने भनेको हामीलाई सहजीकरण, शिक्षा, तालिम, त्यस पछाडि यस्तै प्रवर्धनका कामहरू, अध्ययन भ्रमणका कामहरू, नयाँ नयाँ केही यस्तो ट्रेनिङहरू छ भने त्यो ट्रेनिङहरू त्यस्तो गरिदिए पछाडि पुग्छ। धेरै चाहिँ सहकारीले मागै गरेको छैन। अन्तिम प्रश्न सर छोटोमा, यो एउटा सहकारीमा सदस्य भएको सदस्य अर्कोमा सदस्य बन्न नपाउने भन्ने नियम पछिल्लो समय चर्चाको विषयमा छ। सर्लाही जिल्लामा यसको अवस्था के छ? बडा राम्रो कुरा गर्नुभयो। यसमा हेर्नुहोस्, यो पनि विभेद हो। यो पुँजीवाद र समाजवादको लडाइँ छ। अहिले तपाईँले पढ्नुभयो होला, एउटा व्यक्ति कुनै दुईटा लघुवित्तमा सदस्य बन्न पाउने, दुईटा कम्पनीमा लघुवित्त कम्पनीमा सदस्य बन्न पाउने, अनि सरकारीमा किन नपाउने दुईटामा? त्यो व्यक्तिको इच्छा आकांक्षा पूरा गर्नको लागि एउटा सदस्य एउटा संस्थामा आबद्ध भएर हुन्छ। त्यो संस्थाको यदि क्षमता भनेको 2 लाख दिनेवाला छ, उसलाई यदि 10 लाखको कुनै व्यवसाय गर्नु छ भने यो संस्थाबाट 2 लाख, अर्को सरकारीबाट 2 लाख दिन पाउने व्यवस्था हुनुपर्छ कि हुनु पर्दैन? त्यसकारणले एक संस्था, एक सदस्य, एक संस्थाको जुन अहिले कानुन बनाएको छ, यो कानुन धेरै टाइम टिक्दैन। पछि चाहिँ एउटा व्यक्ति दुईटा संस्थामा आबद्ध हुन सक्छ। तर समस्या के छ भने सर, एउटा व्यक्ति धेरैवटा सहकारीमा सदस्य भएको कारणले चाहिँ अहिले सहकारीमा समस्या आएको भन्ने भनाइ छ। किनभने एउटा सहकारीबाट ऋण लिने अनि त्यहाँ नतिर्ने, फेरि अर्कोमा जाने, त्यहाँबाट लिने नतिर्ने, अर्कोमाबाट ल्याउने त्यो पनि नतिर्ने, यस्तो समस्या छ। त्यसले गर्दाखेरि चाहिँ यसलाई एउटामा मात्रै हुनुपर्छ भन्ने कुरा छ। यसलाई त सही मान्न सकिन्छ। कहिलेकाहीँ आग्रह मैले गर्छु, फेरि यो लघुवित्तको समस्या हो। लघुवित्त कम्पनीहरू यहाँ धेरै 100वटा नेपालमा चाहिएको थिएन नि त। धेरै लघुवित्त कम्पनी एउटै ठाउँमा भर परिदियो अनि त्यो उनीहरूले 10वटाबाट ऋण लिन पायो। त्यस कारणले सहकारी पछाडि परेको छ। हामी 30,000 सहकारी हुँदाहुँदै 10-10वटा एउटै पालिकामा लघुवित्तले काम गरिरहेछ, त्यो त गलत भयो नि त। त्यस कारणले विभेद त्यहाँ छ। गर्नु नहुने कम्पनीले हो अनि मार चाहिँ सहकारीले खाने। सहकारीले त आखिर 10वटामा छ, 2वटामा छ, 3वटामा छ, ऋण त तिर्छ नि, तर नाफा त उनीहरूले नै फेरि पाउँछ नि त। त्यस कारणले हो त्यसलाई फिल्टरिङ गर्नको लागि धेरै सदस्य एउटै देखाइरहेछ, 60 लाख 50 लाख। त्यो डाटा राइटमा ल्याउनको लागि एउटा संस्था, एक व्यक्ति एक संस्थामा हुनुपर्छ भनेर लगाउनु भएको। पछि चाहिँ मलाई लाग्छ कि एक व्यक्ति दुईटा संस्थासम्म सहकारीमा जान सक्ने। म सबैलाई के आग्रह गरौँ भने सहकारी अभियान नै समुन्नत समाजको निर्माण गर्न सक्छ र समाजका आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन सक्छ। किनकि सहकारी नै हो जहाँ तपाईँले नाफा तपाईँहरू आफै पाउनुहुन्छ। CSR पुरस्कार फन्ड, सदस्य शिक्षा, तालिम यी सबै सहकारीले गर्छ। यहाँनिर सर्लाही जिल्लामा सहकारीले गरेका कामहरूमा 3 क्लब, बेटी बचाओ बेटी पढाओ अभियान, शौचालयमा पानी कार्यक्रम, सरसफाइका कार्यक्रमहरू सहकारीले गरिरहेछ। यति मात्रै होइन, विद्यालयहरूमा जुन अहिले पश्चिमी सभ्यताको शिक्षा छ त्यसलाई एक्सचेन्ज गर्ने कामहरू पनि गरिरहेछौँ। हामीले के चाहन्छौँ भने प्रत्येक विद्यालयमा रोजगार प्रवर्धन केन्द्र स्थापना गर्ने र आउँदो दिनमा त्यो रोजगार प्रवर्धन केन्द्र विद्यालयले ठुलो बनाएर त्यहीबाट प्लम्बिङ ट्रेनिङ पनि दिने, खालि पढ्दै कमाउँदै अभियानसँग जोड्ने र प्लम्बिङ ट्रेनिङ दिने, हाउस वायरिङ दिने, तरकारी खेती दिने, माछा पालन दिने, मुर्गा पालन तालिम दिने, जुन काम गर्न सिकाउने हो। हामीले त अहिले यसरी पढायौँ, सबै बच्चा विदेश गएर, त्यही भएर विदेश गएर हाम्रो देश बन्दैन। हाम्रो नेपालका युवाहरू नेपालमै बस्नुपर्छ र हामी उत्पादनमा लाग्नुपर्छ। केही दिन सङ्घर्ष गर्नुपर्छ, पछि चाहिँ हामी सुखद आफै सुखी अनुभव गर्छौँ। धेरै पैसा जोसँग छ त्यो सुखी मान्छे होइन, हामी सुखी बन्ने हो। सहकारी अभियानमा आबद्ध भएर हामी सुखी बन्ने हो। त्यस कारणले गर्दाखेरि म आग्रह गरेँ, देश बनाउनु छ। हामी विदेश गएर हामी नेपाल बनाउन सक्दैनौँ। हामी यहीँनिर आउँ, उत्पादनमा लागौँ। धेरै यहाँ अवसरहरू छ हामीसँग। अहिले विश्व नै परिवर्तनको दिशामा छ, युद्ध भइरहेछ, आर्थिक मन्दी छ, तङ्गी छ हैन। त्यस कारणले गर्दाखेरि अहिले हामी युवाले एक पुस्ता यदि हामी यहाँ सङ्घर्ष गरेनौँ भने अर्को पुस्ता हाम्रो समस्यामा आउन सक्छ। त्यही भएर म सबै युवा पिँढीसँग आग्रह गर्छु, यो देश बनाऊ। कहीँ कतै गलत छ भने त्यसलाई हामी पारदर्शी गरौँ र सबैजना एक आपसमा मिलौँ, हातेमाले गरौँ र सहकारी अभियानले तपाईँहरूलाई के सहयोग गर्न सकिन्छ, के काम गर्न सकिन्छ त्यो आऊ छलफल गरौँ। र यहाँ यत्रो सहकारी सर्लाही जिल्लामा 100वटा भन्दा बढी बचत तालिम सहकारी छ। बजारी कृषि सहकारी गरेर 400 भन्दा बढी सहकारी छ, बैंक वित्तीय संस्था छ। यहाँहरूलाई सबैले सहयोग गर्न तत्पर हुनेछ। म तपाईँहरूलाई यहाँ आग्रह गर्न चाहे, पढ्नको लागि पनि तपाईँहरूलाई 11 करोड भारूको स्कलरसिप पनि हामीले मगाएका छौँ असम डाउन टाउन युनिभर्सिटीसँग। हाम्रा 30 क्लबका भाइ बहिनीलाई फारम भर्नुहोस्
जसका मेडिकलको अलावा सबै सेक्टरमा तपाईँले यदि राम्रो गर्नुभयो भने छात्रवृत्तिमा पनि दिन्छ। यस्ता धेरै विद्यालयहरूमा छात्रवृत्ति दिन्छ। पढाइमा धेरै खर्च गरेर हाम्रो धेरै पैसा कमाइ हुन्छ भने हुँदै होइन, त्यो अब त्यो पुरानो परिसक्यो। त्यस कारणले गर्दाखेरि हामी पढाइमा कम खर्च गरौँ, शिक्षामा लगानी कम गरौँ र पढ्दै कमाउँदै अभियानसँग जोडौँ। हामी आफ्नै देशलाई बनाऊ र अहिले लागु औषधमा सडक नाटक पनि हामी गरिरहेको छौँ। युवालाई बर्बाद अहिले गरिरहेको छ। लागु औषध छ, कुलतमा फँसेका युवाहरू छन्। त्यस कारणले गर्दाखेरि हरेक पालिकाले लागु औषध नियन्त्रण गर्न जोड गर्नुपर्छ। त्यस्तै युवाहरूको नेतृत्व विकासको लागि हामी जोड गर्नुपर्छ। उसलाई अन्तर्राष्ट्रिय पहुँच र पहिचानसम्म दिनुपर्छ। जुन अहिले अमित कुमार मिश्राले 30 क्लब अवार्ड पायो, त्यसले 10 लाख रुपियाँ अवार्ड पाएको हो र यसको पनि चाहिँ हब भनेको प्रोफेसर मोहम्मद युनुस बङ्गलादेशको हुनुहुन्छ। हामी त्यहाँबाट त्यो 30 क्लब सञ्चालित छ र यो विश्वको 56वटा देशमा छ, जसमा नेपालमा पनि छ र सर्लाही जिल्लामा विश्वकै सबभन्दा दोस्रो चाहिँ 30 क्लब छ। मैले यही आग्रह गरेँ कि हाम्रो देश हामी आफै बनाउने हो। आउनुहोस् छलफल गरौँ, के गर्न सकिन्छ, कसरी सहजीकरण गर्न सकिन्छ। हामी यहाँहरूलाई सहयोग गर्न तत्पर छौँ र हामी आफ्नो देश बनाउन अघि बढौँ। तपाईँहरू नै यो देशको भविष्य। हामी त अब रिटायर हुन्छौँ केही दिन पछाडि। त्यस कारणले गर्दाखेरि मेरो अन्तिम निवेदन हो, यो सहकारी वर्ष 68 सहकारी राष्ट्रिय सहकारी दिवसमा प्रत्येक युवाहरू उद्यमी हुनुपर्छ, उत्पादनमा लाग्नुपर्छ र हाम्रो देश हामी आफै बनाउनुपर्छ। हुन्छ, हामीलाई समय दिनुभयो, धेरै धेरै धन्यवाद। धन्यवाद, नमस्कार।